भएमा नमिलने दिँदा बढ्दै जाने कोही पनि नबाँडे घटी हुने पछि नाना जन्मान्तर तक पनि साथ रहने अझै यस्तो दिगो धन किन छिटाई हात नलिने राम 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 हामी सिन्धुपाल्चोक जिल्ला बलेपी गाउँपालिका वडा नम्बर 4 पिन्जेलदेखि आएको यो तारकेश्वर गाउँ के नगरपालिका वडा नम्बर यो कति हो नि 2 मा यो धाम पुरुषोत्तम मासमा एउटा यो राष्ट्रिय लोक भजन संरक्षण यो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा हामी पनि टाढादेखि सहभागी हुन आइयो यहाँका भगवानहरू यो वरिपरि मानिआएका लक्ष्मी नारायण भगवान अन्य के यहाँका भगवानहरू सिमी भूमि देवदेवताहरू जति हुनुहुन्छ यहाँ रहेका यहाँका मठाधीश हाम्रो चतुर्भुजाचार्य स्वामीजी लगायत यहाँको हाम्रो न्यायमूर्तिको रूपमा रहनुहुने निर्णायक मण्डलज्यूहरू त्यस्तै गरी हाम्रो यो समितिका पनि अध्यक्ष समूहका जम्मै समितिका सदस्यज्यूहरू यहाँ उपस्थित हुनुभएका सम्पूर्ण भक्तजन हाम्रो सुरक्षा निकायमा यसो हामीलाई हेरिरहनु भएका हाम्रा एकजना प्रहरी हुनुहुन्छ भण्डारी दाई उहाँ लगायत पत्रकार मित्रहरू सम्पूर्णलाई हामी टाढादेखि आएको भजने टोली एकै बोली नारायण एक गर्छौँ नमस्कार गर्छौँ एकै बोली भजने टोली यहाँका देवदेवता स्वामीजी उपस्थित वृन्द सबैलाई नमस्कार गर्दै गर्दै गइसकेपछि हाम्रो देशमा त 3.5 करोड जनता करिब करिब छौँ 33 करोड त देवदेवता एउटा जनताको एकजनाको भागमा करिब करिब 10 करोड त देवता भागमा आउँछ त्यस्ता देवदेवतालाई सबैतिरको सम्झेर साध्य छैन हामी यो ठाउँमा आइकन हाम्रा राष्ट्रदेव पशुपतिनाथलाई नारायण ए टाढैबाट नमस्कार हरे राम टाढैबाट पशुपतिनाथलाई टाढैबाट नमस्कार राष्ट्रदेव पशुपतिनाथलाई टाढैबाट भए पनि साष्टाङ्ग दण्डवत नमस्कार गर्दै गर्दै त्यसपछि गएर हामी यो संसारमा जन्म्यौँ कोही यस्तो सानो अवस्थामा जन्म्यौँ अलि हुर्क्यौँ बढ्यौँ ठुलो भयौँ युवा अवस्था सबैले आयो आखिरमा बुढो हुनुपर्छ यो संसारलाई पनि छोडेर जानुपर्छ त्यस कारणले नारायण यो संसार यस्तै छ हरे राम संसार यस्तै छ अब यो पुरुषोत्तम मासमा भगवानको अरू बेलामा कर्म गर्दाखेरि
1% फल पाइन्छ, 1 गुणा फल पाइन्छ भने पुरुषोत्तम मासमा यज्ञ आगादी गर्दा भजन कीर्तन गर्दा 16 गुणा फल बढी प्राप्त हुन्छ भनेर त्यहाँ स्वामीजीले नै व्यक्त गरिसक्नुभयो होला। त्यही महात्म्यमा लेखिएको छ। त्यस्तो अवसरमा हामी यो धाममा बल्ल बल्ल आज अन्य गरेर आइपुगेर यसो भगवानको लीला गाउन भनेर आँट्यो। त्यस कारणले यहाँहरूले पनि सुनिराखेको, हामीले पनि जानिराखेको थोर बहुत धेरैवटा छन्। महाभारत ग्रन्थ छ, रामायण छ, पुरुषोत्तम मासमा स्कन्द पुराण, माघ महात्म्य, स्वस्थानी, त्यस्तै गरी सबै लीलाहरू छन्। भगवानको कृष्ण लीला बताउँ भने बताइ साध्य छैन। त्यति गर्दा पनि भन्न सुन्न निको उनै कृष्णजीको नारायण ए लीला बताउँछु हरे राम लीला भन्न सुन्नानीको उनै कृष्णजीको लीला त धेरै थरी छन्। यस्तै साना साना बाल लीला, साना साना बच्चादेखिको उहाँको लीला भनौँ भनेदेखि भनी साध्यै छैन। बाल लीला बताउने कि युवा लीला बताउने कि अन्तिमको उत्तरार्धको लीला बताउने कि यो बताउँ भने बताइ साध्यै छैन। नारायण ए भनौ कसरी हरे राम भनौ कसरी को श्री पशुपतिनाथको जय हो। यहाँका सम्पूर्ण अरू देव देवताहरूको जय हो। यो काठमाडौँ भेलीभित्र भएका सम्पूर्ण देवीहरूको जय हो। नारायण हरि नारायण हरि यो अमृतले गरी यसरी त परिबन्धसित कठै बरानी त यही मौकाको विषयमा सबभन्दा पहिला हामी श्री गुरु गणेशको नाम लिँदै नारायण हरि दैव हरि जय गुरु गणेश जय गुरु गणेश हे राम नारायण हरि यो अमृतले गरी यसरी त परिबन्धसित हामी लाग्यौँ गाउन खेल्न सिद्धि गुरु दाता सरस्वती माता नारायण दैव हरि कण्ठ खोलाइदेऊ हरि यो अमृतले गरी यसरी त परिबन्धसित हे राम हे राम हे राम यो तारकेश्वरमा भएका जति छन् देवताहरू के नाम छन् अरू नारायण दैव हरि सबलाई प्रणाम छ ए यो बेलामा सबलाई प्रणाम छ
अमृतले गरी यस्तै रीत परिबन्धसित कठै बरानी त हे राम हे राम हे राम ओ पशुपतिनाथलाई पुरा रे घाटलाई नारायण दैवारी यतैबाट नमस्कार पशुपतिनाथलाई पुरा रे घाटलाई यतैबाट नमस्कार अमृतले गरी यस्तै रीत परिबन्धसित कठै बरानी त यही मौकाको विषयमा आज यो तारकेश्वरको शान्ति धाममा आएको हामीलाई पनि यहाँ निमन्त्रणा दिन हुने यो आयोजक टिमलाई अनि हाम्रो मेन गुरुजीलाई नारायण दैवारी हाम्रो नमस्कार यो बेलामा हाम्रो नमस्कार यो अमृतले गरी यस्तै रीत परिबन्धसित कठै बरानी त हे राम हे राम हे राम यसरी जब यही मौकाको विषयमा यो शान्ति धाममा आएर आज हाम्रो पनि एउटा प्रस्तुति देखाउन पाउँदा हामीलाई यहाँहरूले बोलाइदिँदा यहाँ बस्नुहुने सम्पूर्ण अरू दाजुभाइ दिदी बहिनीहरूलाई नारायण दैवारी सबलाई नमस्कार यो बेलामा सबैलाई नमस्कार राम यही अमृतले गरिकन यस्तै रीत परिबन्धसित यसरी सारा सम्पूर्णलाई नमस्कार गर्दै तारकेश्वरलाई ढोक गर्दै नारायण दैवारी लीला बताउँछु यो बेलामा लीला बताउँछु हे राम यो अमृतले गरिकन यस्तै रीत परिबन्धसित यसरी जब आज कृष्ण र बलराम शिरहरणको लीला सक्दै उतातिर गएर आज कृष्ण बलराम गोपाल गोपिनीहरू लिएर गाई चराउन भनेर वृन्दावनको जङ्गलमा नारायण दैवारी जान लाग्नु भो हे राम जब वृन्दावनको जङ्गलमा दामोदर कृष्ण बलराम सारा गोपिनीहरू गएको जाँदा जाँदा वृन्दावनबाट पैसाका वनमा जब जानु भएको थियो भदौको महिना गरम अलिअलिको होइन
कठैबरा के लाग्छ र यही मौकाको विषयमा साह्रै घामले पोलेर यसो हेरे एउटा ठुलो सिसाउको रुख नारायण दैवहरी देखे झलकै यस्तो बेलामा देखे झलकै